हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो कुकिङ भिडियोमा स्वागत छ। आज चाहिँ म हजुरहरूलाई छिट्टो अनि एकदमै मिठो पनिर चिल्लीको रेसिपी लिएर आएको छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। पनिर चिल्लीको लागि चाहिँ फर्स्टमा मैले पनिरलाई यसरी काटेर रेडी बनाएँ। ग्यास अन गरेर प्यान तताएँ। तेल एड गरेपछि मैले पनिर पनि एड गरेँ। पनिरलाई मजाले चलाएँ। यसरी हाम्रो पनिर चाहिँ यस्तो हुँदै गएको छ। पनिर चाहिँ लो हिटमा मजाले रातो रातो बनाउनु पर्छ। यसरी पनिर पनि रातो भएर रेडी भयो। त्यसपछि मैले पनिरलाई एउटा बोलमा निकालेँ। बोलमा निकालेपछि हाम्रो पनिर चाहिँ यस्तो भयो। अनि त्यही तेलमा मैले थोरै लसुनलाई फुराएँ। लसुन चाहिँ अलि रातो रातो भएपछि मैले त्यसमा प्याज पनि एड गरेँ। यसरी प्याज एड गरेपछि मैले एकछिन मजाले चलाएँ यसलाई। प्याज पनि अलि रातो रातो नै भयो। त्यसपछि मैले पेप्सिकम पनि एड गरेँ। पेप्सिकमलाई एड गरेर पनि मैले मजाले चलाएँ यसलाई। यसरी मजाले चलाएपछि हाम्रो यस्तो हुँदै गएको छ। यो चाहिँ मैले त्यसमा टमाटर पनि एड गरेँ काटेर। टमाटर एड गरेपछि पनि मजाले चलाएँ यसलाई मैले। मैले स्वादको लागि चाहिँ थोरै जिरा र धनियाको धुलो पनि एड गरेर यसलाई मजाले चलाएँ। थोरै जिरा र धनियाको धुलो हाल्यो भने चाहिँ एकदम मिठो स्वाद आउँछ यसमा। अनि सोया सस पनि एड गरेँ मैले। सोया सस एड गरेर मैले फेरि मजाले चलाएँ यसलाई। मैले कलरको लागि थोरै कश्मिरी मिर्च पनि राखेँ अनि मजाले चलाएँ। अनि त्यसपछि मैले रेड चिल्ली सस पनि एड गरेँ। सस एड गरेपछि पनि मजाले चलाउने यसलाई। अनि मैले नुन पनि एड गरेँ। नुन एड गरेपछि पनिर एड गरेर यसलाई मजाले चलाएँ। हजुरहरूको कसलाई मनपर्छ यसरी हजुरहरू पनि घरमा सजिलै तरिकाले पनिर चिल्ली बनाएर खान सक्नुहुन्छ। अन्तिमसम्म हेरिदिनु भयो।